नमस्कार। साहित्यका केही रहस्यमय कुराहरूसहित माध्यमिक कालका केही कविताहरू म यहाँहरूलाई विगत केही भिडियोहरूदेखि पस्किँदै आइरहेको छु। त्योमध्ये आज मैले लिएर आएको छु कवि राजीव लोचन जोशीका केही कविताहरू। राजीव लोचन जोशी सुक्ति सिन्धु श्रृङ्गारिक कविता सङ्ग्रह संयुक्त कविता सङ्ग्रह थियो 24 जना कविहरूको। ती 24 जना कविहरूमध्ये एकजना कवि हुनुहुन्छ। खास गरेर उहाँ व्यङ्ग्य क्षेत्रमा धेरै अगाडि हुनुहुन्थ्यो। उहाँले धेरै व्यङ्ग्य कविताहरू लेख्नु भएको छ र उहाँका केही श्रृङ्गारिक कविताहरू पनि छन्। उनै कवि राजीव लोचन जोशीका श्रृङ्गारिक कविताहरूमध्ये मैले यौवनका कुरा भन्ने शीर्षकमा रहेको श्रृङ्गारिक कविता यहाँहरूमाझ पस्किने जमर्को गर्न लागेको छु। र यो कविता एउटै कवितामा विभिन्न खालका छन्दहरू प्रयोग गरेर तयार गरिएको छ। सायद त्यसरी तयार गरिएको थियो अथवा पछि यो कविता सङ्कलन गर्दाखेरि विभिन्न श्लोकहरू यसरी सङ्कलित हुन पुगे। म त्यसको बारेमा चाहिँ अनभिज्ञ छु। र यहाँनिर एउटै शीर्षकमा शिखरिणीबाट सुरु भएको, त्यस पछाडि वसन्त तिलका छन्द, इन्द्रवज्रा छन्द, शार्दूल विक्रीडित छन्द, मालिनी छन्द लगायत विभिन्न छन्दहरूको यसरी मिसमास गरेर कविता बनाइएको छ। र यहाँ मसँग प्राप्त कविता यौवनका कुरामा 19 श्लोकको कविता मसँग छ। म ती 19 श्लोकहरूमध्ये केही श्लोकहरू, विभिन्न छन्दका केही श्लोकहरू यहाँहरू सामु प्रस्तुत गर्छु। सुरुमा शिखरिणी छन्दको श्लोक। सक्यौ तिम्रो गोती अधिक चतुरो भइकन मता, ठग्यो दिउँसै आई सुन कि औँठी दी कपडा, मिठो बोली बोल्दै अघि अघि सर्यो फक्किन गया, पर्या कप्टी फेला दिदी गरौँ कसो छक्किन गया, सकी धन्दा घरको भित्र घरमा एकली थिएनन् रोक्न्या कोही भुली शरीर सौंपिकन दिया, पतिको नासो माल थिचिमिची बिगारिकन दिया, दिदी पश्चाताप भई थरहर मछु ग्लानित भया। यस पछाडि वसन्त तिलका छन्दको श्लोक छ। पर्दैन अप्सर जहाँ तक प्रेम गर्छ, अप्सर पर्यापछि त मार्न अगाडि सर्छ, बिखालु सर्प दुध दिकन पाल्नु जस्तै, सम्हार गर्नु भतुवाकन जान्नु तस्तै। अनि फेरि इन्द्रवज्र छन्द। टुप्पो उखुको त मुलाकी फेद, पाली भतुवा घरको त छेद, जानी निरस्का तीन चिजलाई, फेक्नु परै गर्दन दी समाई, फेक्नु परै गर्दन दी समाई। त्यस पछाडि शार्दूल विक्रीडित छन्दमा छ। बाह्रौं निर्जलमा झैँ दशम ध्वजले गाड मूर्छा मछु, एघारौं सरीकुच छन् पतिमती दोस्रा झैँ मान्दछु, छैटी छु कटी पाँचको छ नौको भ्रुसात वर्जिदछु, आठको ताप छ आदि ठक्कर दी तेस्रा कि आश गर्दछु। अनि फेरि शिखरिणीमा छ। सुकुल गुन्डो आई मसिनु मसिनु भइकन मता, गरी ठट्टा हाँसो सुन कि औँठी मिही कपडा, नजारा नराखी कुचमिची अधरको रसलियो, त्रिभुवनको मज्जा कहीँ पनि नसक्नु गरिदियो, त्रिभुवनको मज्जा कहीँ पनि नसक्नु गरिदियो। यसपछि म एक दुईटा श्लोकहरू छोडेर मालिनी छन्दतर्फ जान चाहन्छु। हिम शिशिर बसन्त ग्रीष्म वर्षा शरदमा, कुच रवि वन जलधर
दुध पान हुन् बखतमा। सुख बुझिरहु राजा नाश हुनन् शत्रु जस्तै। दिन कमल सरम रात दुल्हिलोत जान तस्तै। यस पछाडि म अन्तिमतिरका श्लोकहरू लिन चाहन्छु इन्द्रवज्र छन्दमै, उपजाति छन्दमा। व्याधा भई सुन्दरी सामु आई, बेस आँखी फौको धनु झैं बनाई। कटाक्षको तीक्ष्ण सरै लगाई, मार्छे बराबर मृग झैं मलाई। तिम्रा कमल नेत्र घुमाई लेऊ, हे सुन्दरी आज कटाक्ष देऊ। औषध विषयको विष जानी लेऊ, तस्मात् नयन ताप हर पर्स देऊ। तस्मात् नयन ताप हर पर्स देऊ। धन्यवाद।